Good morning everyone. Welcome to Thiong Vlog again. र अहिले चाहिँ म ड्युटी जाँदैछु and today I'm gonna show you my workplace. Stay tuned. र अहिले चाहिँ म यहाँनिर रोड पुगिसक्यो. म चाहिँ अलिक तलबाट नै आउनुपर्छ अनि त यहाँनिर चाहिँ रोडमा पुगेर चाहिँ हजुर भन्नुहोस् साथीजी कहाँ बात है हाई कर दीजिए मेरे ब्लॉग में. यो चाहिँ हाम्रो चाची हुनुहुन्छ. ये चाहिँ वहाँ को दुकान हो. कुछ नहीं है वीडियो बना रही हूँ. वीडियो बना रही हाँ देखा ही तो क्या है. हाँ हो गया कुछ है आप बुला रहा था ना इसीलिए. क्या करना है लिख देना. मैं लिख देता हूँ. कैसे कितने लामू गए डिप्टी में यार बिस्कुट आ गया तुम्हारा. आ गया. रखो दिया मेरा. कौन सा बिस्किट आ गया. ऊजा रखा. अच्छा ठीक है. दुकान में जाओ ना वीडियो करो ना. हाँ करूँगा ना अभी. क्या लिखूं. लामू लामू क्या लिखूं. लामू लिख दे. हाँ 100 और क्यों लाइव वीडियो कर रहे हो. लाइव वीडियो नहीं यहाँ पे मैं ब्लॉग बना रहा हूँ. ब्लॉग बना रहा है. हाँ ओके वेरी गुड वेरी गुड. और पहले दुकान में आ जा. सो अब यहाँनिर ऊ चाचीले चाहिँ मलाई मैले मनपर्ने बिस्किट आएको छ भन्नुहुँदै थियो कि लगेर जानु पर्यो आज. बिचारा मेरो लागि राखिदिनुहुन्छ हो. एन्ड दिस इज माई फेभरेट वान. हमारा भाई घर है ना एगो कपड़ा किन के लाया है. भाजो सामान के लिए आ जाऊंगा. यो चाहिँ लगेर जान्छु. लेट मी सी एक्सपायरी डेट. एक्सपायरी डेट पनि छ. सो म चाहिँ अब यो लगेर जान्छु. ड्युटीमा खानुपर्छ. मेरो ट्याक्सीले मलाई पर्खिरहेछ. हर्न बजाउँदैछ. मिङ्गो मिस्त्रीले मर्यो होला. ल दाजुले अगाडि बस्नु भन्दैछ. हाम्रो मिङ्गो मिस भित्र चाहिँ हो. सी इज एङ्ग्री. लु अब हामी चाहिँ ड्युटीको लागि हिँडेको. यहाँनिर यो दाजु पनि ड्युटी जानु भएको हो. हामी सधैँ उहाँकै गाडीमा जान्छ. मिस पनि गुड मर्निङ. यहाँ चाहिँ हाम्रो दाजु हुनुहुन्छ हो. सनग्लास लगाइरहनु भएको छ हो. गर्मी छ नि त. मिङमा हामीले पनि सनग्लास बोक्नुपर्ने रहेछ है. अब पुरा गर्मी. मिङमाले त झन् बोक्नुपर्छ. तिमी उकालो चढ्नुपर्छ. सनग्लास लगाएर चढ्नु नि ल. हाम्रो आई पनि आउनु भएछ हो. यो चाहिँ हाम्रो गाउँ हो लिङचोम. आज चाहिँ वेदर हेर्नुहोस् है. सो ब्युटिफुल ब्लू स्काई. उकालो चाहिँ लबी हो. अन्त मिङमा चाहिँ यहाँ उकालो जानुपर्छ हो. यहाँ मैले चाहिँ सर पर्खिरहनु भएको रहेछ. मिङमाको मास्टर सर पर्खिरहनु भएको रहेछ. यहाँ मिङमाको स्टुडेन्ट्सहरू रहेछ कि. मिङमाको डेस्टिनेसन पुग्यो. नाउ अब माइटहरू. म चाहिँ ड्युटी पुगिसक्यो. र यो चाहिँ मेरो ड्युटीको गेट. एन्ड देन दिस इज माई HWC हेल्थ एन्ड वेलनेस सेन्टर. यहाँ चाहिँ हाम्रो त्यहाँनिर यता ICDS छ. दिस इज ICDS सेन्टर. यो चाहिँ मेरो हाम्रो पान्सोङ हेल्थ एन्ड वेलनेस सेन्टर. दिस इज पान्सोङ हेल्थ एन्ड वेलनेस सेन्टर. स्टाफहरू आइसक्नु भएको रहेछ. अनि उहाँले चाहिँ खोल्नु हुँदैछ रहेछ. एन्ट्री पोइन्ट यहाँनिर. अस्बिक बिहानै आएछ त. खोइ हेलो भन्नु. हेलो भन्नुहोस्. कोसँग आयो मम्मा. बिहानै आएछ त अन्त आज ड्युटी आएको अस्बिक.
आश्रित पनि ड्युटी गर्ने यहाँनिर ओके एन्ड यहाँ हेर्नुहोस् यो चाहिँ हामीले हिजो भनेर टालेको our hospital in Santa Romeo exercise. Hi, गरिदिँदा अब यहाँनिर चाहिँ हाम्रो फर्स्ट वर्क चाहिँ साइन हो एटेन्डेन्स रेजिस्टरमा साइन यहाँ चाहिँ हाम्रो आइहाल्यो काम गर्नुहुँदैछ ड्रेसिङ ड्रम आज चेन्ज गरेको स्टराइल गरेको थियो सो अहिले उयो चेन्ज गरिदिनु हुँदैछ अब आज चाहिँ हामी यो कपबोर्ड चाहिँ उता लाने किनभने चाहिँ हाम्रो चाहिँ अब एनकस हुँदैछ एनकसको लागि चाहिँ हाम्रो प्रिपरेसन्स हुँदैछ अहिले चाहिँ दिस इज आवर ड्रेसिङ रुम वेटिङ एरिया अन्त यो चाहिँ हाम्रो लेबर रुम हो माथि लेबर रुम यहाँ चाहिँ पिपी पोस्ट नेटल केयर रुम हो यहाँ चाहिँ आफ्टर उयो भइसकेर राख्ने दिस वान इज एमसिएच रुम हाम्रो एमसिएच हो अजबिक डोन्ट डु द्याट ओके इम्युनाइजेसन ट्र्याकिङ बोर्ड छ हाम्रो यहाँनिर दिस वान इज आवर योगा हल हेर्नुहोस् यो चाहिँ हाम्रो यता एकजना स्टाफ हुनुहुन्छ फुर्देन उसले बनाएको यहाँ पनि हेर्नुहोस् दिस वान इज अल्सो मेड बाई हिम हाम्रो मेडिसिन्सहरू अब यो चाहिँ हामीले मिलाउनुपर्छ सो अघि चाहिँ पुरा बिजी थियो हो अन्त त्यसले गर्दा चाहिँ भिडियो बनाउनै पाएन अहिले चाहिँ हामी यो चाहिँ हाम्रो लन्च आइहरू ल्याउनु भएछ हो वाइ ल्याउनु भएछ अन्त आइचुङकोले खानुहुँदैछ हो जिम्बा यो चाहिँ आइलाग्ने त मेरो सो टेस्टी भएछ पुरा पिरो भयो वाइ खाएर हो सो अब चाहिँ हामी फेरि बिस्किट खाने यो चाहिँ मैले बिहान किनेको थिएँ तपाईँहरूले देख्नु भएकै थियो हो सो अब यो खान्छौँ सो आज चाहिँ म तपाईँलाई एउटा क्रिएटिभिटी देखाउँछु क्रिएटिभिटी पनि प्लस अब के भन्नु यसलाई अब वेस्ट हुने चिजहरूलाई चाहिँ त्यसलाई चाहिँ हामीले कसरी चाहिँ युटिलाइज गर्नु भनेर आई विल सो यु ह्याक नै हो ह्याक जस्तै हो नि अब र हाम्रो चाहिँ क्रिएटिभिटी चाहिँ के हो भन्दा चाहिँ दिस इज बिस्किटको यो हो यो चाहिँ बट्टा यसमा चाहिँ बिस्किट थियो अघि भर्खरै हामीले खाएको थियौँ हो सो यसमा चाहिँ अब हामीले के गर्छ भन्दा चाहिँ सफाहरू गरेर चाहिँ यसमा चाहिँ हामीले हाम्रो ट्याब्लेटहरू राख्छ यसरी दबाईहरू यहाँ हेर्नुहोस् तपाईँले योहरू सबै हामीले मेडिसिनको बट्टाहरू मेडिसिनको होइन बिस्किटको बट्टा हो हामीले चाहिँ खाइसकेर चाहिँ फ्याँक्दैन हो नफ्याँके चाहिँ यहाँनिर यसरी युटिलाइज गर्छ यो उयोलाई चाहिँ हेर्नुहोस् यहाँ हाम्रो आइले उयो बनाउनु हुँदैछ हो टक्कै यहाँनिर लेबलिङ गऱ्यो त्यहाँदेखि टक्कै यहाँ मेडिसिन हाल्यो तपाईँहरूले पनि यसरी गर्नु सक्नुहुन्छ है यस्तो बट्टामा चाहिँ क्रिएटिभिटी देखाउन सक्नुहुन्छ हेर्नुहोस् है सो अब चाहिँ हाम्रो छुट्टी गयो हो अन्त हामी चाहिँ फर्केको होप यु लाइक माई भिडियोज एन्ड प्लिज सब्सक्राइब सेयर अनि कमेन्ट गरिदिनुहोस् होला बाई 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 भनिदिनु बाई बाई भनिदिनु हत्तु भयो हत्तु भइरहेको रहेछ आइचुङको